Hello guys, welcome to my vlog. यो अहिले मर्निङको अलमोस्ट 7:50 भएको छ। म चाहिँ गइरहेको छु काममा। देख्न सक्नुहुन्छ म युजुअली यो रोडमा एभ्री सिङ्गल डे अ विक एउटा दिन छोडेर हिँड्ने गर्दछु। कुनै मान्छेहरूलाई लाग्छ यहाँ के भन्छ अस्ट्रेलियामा होस् या कुनै अरू ठाउँमा होस् काम गर्न होइन यति सजिलो छ। डलरमा पाउन भने चाहिँ द्याट्स नट लाइक कम्प्लिटली ट्रु है। गाह्रो छ हरेक ठाउँ। इट्स ओके, इट्स अ लाइफ होइन, नथिङ इज इजी। बाँकी भन्न खोजेको चाहिँ अब जस्तो मैले डेली रुटिनको अनुसार यो बाटो म जहिले हिँड्ने गर्दछु कि त्यही भएर यस्तो देखाउनु खोजेको हजुरहरूलाई। एउटा भ्यू पनि राम्रो छ नर्थ बलविनतिर। हेर्दै जाँदाखेरि यहाँको गाउँघर भने यही हो, सन्नाटा हुन्छ, कोही देखिँदैन आजकल बिहान। बिहान नै यस्तो घाम लागिसक्यो। मर्निङ क्याफेमा काम गर्ने मान्छे बिहान बिहान उठ्नै पर्छ। योभन्दा पहिला म होटलमा काम गर्थेँ। होटलमा काम गर्दाखेरि दिउँसोदेखि लिएर नाइटको 10-11सम्मको सिफ्ट हुन्थ्यो, विच वाज इजी फर मी। स्लो वेक अप इन द मर्निङ, अनि मजाले रेडी भएर लन्च गरेर मजाले काममा जाने, अनि नाइटमा फेरि आफ्नो लागि टाइम पनि मिलिहाल्थ्यो। फेरि लेट नाइट सुत्दा नि फरक पर्दैन थियो। तर अहिले क्याफेको जबमा चाहिँ गाह्रै हुन्छ है। काम सकेर जाँदाखेरि निद्रा लागेर हैरान होइन, निद्रा लागेर के भन्छ सुत्न मन लागेन भनेपछि खानासाना खाएर राति फेरि केही अरू गर्न के लेट नाइट के भन्छ लेट नाइट आउट गर्न त्यो पनि गाह्रै सोच्नै पर्ने हुन्छ होइन। त्यही एउटा यो मर्निङ सिफ्ट नै एउटा आफ्नो के भन्छ एउटा पर्फेक्ट स्केड्युल बनाएन भनेपछि न निद्रा पुग्दैन, न निद्रा पुग्छ होइन, न रेस्ट। त्यही भएर यस्तै मर्निङको जब। मेरो स्केड्युल पनि लगभग त्यस्तै छ, कहिले बन्छ कहिले बन्दैन, कहिले निद्रा छिटो कहिले निद्रा ढिला, बाँकी यस्तै हो। आज पनि गर्मी हुन्छ जस्तो लागिरहेछ। मेलबर्नको वेदर सबैलाई थाहै होला कस्तो हुन्छ होइन, कहिले फिक्स हुँदैन। अहिले नै गर्मी छ, अहिले नै चिसो, अहिले नै पानी नि परिदिन्छ होइन, गाह्रो। यो कामको लागि जाँदाखेरि यो बाटो म अलमोस्ट 10-15 मिनट हिँड्ने गर्छु। त्यस्तो गाह्रो त होइन, आइ एम युज टु इट। अब सिटीमा बसिरहेको हुनाले आइ एम नट प्रिफरिङ टु बाई एनी भेहिकल्स। इन द फ्युचर इफ आई हेभ टु मुभ टु सबर्ब्स then I will have to, I don't have a choice, I'll have to buy a vehicle. नत्र त पब्लिक ट्रान्सपोर्ट सबदेखि अलिक गाह्रै हुन्छ, लाइक कन्भिनियन्ट हुँदैन। त्यस्तो यस्तो यहाँबाट हिँड्दाखेरि कस्तो जङ्गलमै हिँडे जस्तो लाग्छ। यिनीहरूले यो पेडेस्ट्रियनको के भन्छ यो फुलहरू झारपात रुखहरू काट्नुपर्ने होइन, यो हाँगाहरू आउँछ नि, तर यहाँको म्युनिसिपालिटीले खै काटेको छैन। बलविन नर्थ सपिङ सेन्टर एकदम सानो छ। यहाँ हाम्रो उता सानो त्यो चौतारी बजारहरू भनेर भयो जस्तो 5-6वटा सपहरू सक्यो मार्केट। यी हाम्रा लामा दाई
आम बेच्दै हुनुहुन्छ तर रमाइलो छ एकदम लिमिटेड मान्छेहरू होइन खास चाहिँ आवत जाँदै हुँदैन मान्छेहरूको कामको लागि आउँछन् कामबाट जान्छन् त्यति हो सोचिरहेको थिएँ ब्लग आज किचनमा आफ्नो काम गर्ने ठाउँमा बनाऊँ भनेर फेरि सोचेँ एज टु मच फर टुडे किनकि अब किचन त्यस्तो के भन्छ अहिले नै रेडी छैन त्यति गर्नुको लागि अब भोलि अब राम्रोसँग आएर बनाउनु पर्छ एक दिन बनाउँछु म किचनको काम गर्दै जाँदाखेरि म आफ्नो लाइफस्टाइल देखाउँछु काम कसरी हुन्छ मेरो बिहान उठेर के गर्छु होइन कहाँ जान्छु केटीहरूको फेभरेट ठाउँ हो नि त यो पिलाटेज अनि केटाहरूको फेभरेट ठाउँ पिलाटेज यहाँ हाम्रो डाक्टर दाइ पनि यहीँनिर हुनुहुन्छ अहिले त अस्ट्रेलियामा सबैलाई थाहै होला होइन ALDI ग्रोसरीहरूको लागि सस्तो ठाउँ ल अब म आफ्नो काममा पनि पुगेँ होइन अब पछि कुरा गर्दै गरौँला काम त सुरु गर्नु पर्यो अब फलोइङ फ्युचर ब्लगहरूमा म आफ्नो काम पनि देखाउने छु अहिलेलाई यति नै सी इन द नेक्स्ट ब्लग गाइज सब्सक्राइब गर्नु ल